म चाहिँ आज तपाईहरुलाई एउटा मेरो प्लान्टको केयरको टिप्स भन्न गइरहेको छु। म चाहिँ हरेक बुधबार आफ्नो प्लान्टहरुलाई यसरी नै सफा गर्ने गर्छु। केले भन्दाखेरि म चाहिँ थोरै दुध राखेर यसरी पातहरु पुस्ने गर्छु। मैले पनि अरूबाटै सिकेको हो। यसरी दुधले पुस्नाले बिरुवाले प्रोटिन पाउँछ। साथसाथै यसको पातहरु साइनी पनि हुने गर्दछ। हो त्यही भएर मैले पनि आफ्नो प्लान्टलाई त्यसरी नै गरे कस्तो हुँदो रहेछ हेरौँ भनेर। तर यसको यो एकदमै इफेक्टिभ छ। अनि यसरी सुकेको पातहरु पनि काटेर फ्यालिदिन्छु। अझ यसले अझ बिरुवालाई सुन्दर देखाउँछ। अनि यो पात चाहिँ यो प्लान्ट चाहिँ यसको पातहरु अलि धेरै नै ठुलो भएर दायाँ बायाँ लर्केको थियो। अनि मैले यसो विचार गरे एउटा स्टिक राखेर यसलाई चाहिँ बाँधिदिउँ। अनि 2 वटा 3 वटा पत्तालाई चाहिँ आज मैले एउटा स्टिक राखेर बाँधिदिए अनि अझ राम्रो देखियो। हेर्नुस् त अझ फाइनलमा सबै सकेर पुसेर स्टिकमा बाँध्दाखेरि कति राम्रो